आयो पवनको छोटो मिठो ब्लग फेरि है मिनी ब्लग म चाहिँ वर्तमानमा गएको थिएँ अनि फर्केको घर अवश्य हैन फर्केको म चाहिँ अब खेतला जानुपर्ने हैन र यसपालि तपाईको चुनावमा केमा भोट जाने लक्षण देखाएको छ अर्को सम्पाङलाई जिताउनु पर्छ गाइस है देश छिटै बन्छ झिगा मसिनाले गर्दैन है त्यही भएर नेता चाहिँ मनैदेखि अब एकदम मजाले केयर गरेर छान्नुपर्छ त्यसैले हाम्रो जन्मभूमि पनि माटै हो र भोट पनि माटोलाई दिएर जिताउनु पर्छ है त त्यसपछिको 5 वर्षमा र अहिलेको के डिफरेन्ट हुन्छ त्यति बेला हेरौँला है त त्यही भएर भोट केमा माटोमा है त र मेरो युट्युब च्यानललाई पनि ओरालो जेनौकार लाउनु पर्नेछ त्यही भएर यसो भिडियोहरूलाई चाहिँ यसो मिठो मानेर हेरिदिनु होला सब्सक्राइबर पनि यसो कम छ सब्सक्राइब पनि गरिदिनु होला है त मेरोमा आउने भनेको यस्तै हो भिडियोहरू आउने हो सिर्ना पुस